नमस्कार, के तपाईले थाहा छ आगामी जेठ 15 गते आउने नयाँ बजेटको खाका तयार भइरहेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा आगामी वर्ष सरकारले कुन क्षेत्रमा पैसा खर्च गर्छ र हाम्रा प्राथमिकता के हुन् भनेर बताउनु भएको छ। यो बजेट भाषण मात्र होइन, यसले तपाईको व्यापार, रोजगारी र सरकारी सेवा लिने तरिका बदल्ने संकेत गरेको छ। आजको भिडियोमा हामी यी 5 वटा प्राथमिकतालाई सजिलो भाषामा बुझ्नेछौँ। पहिलो प्राथमिकता, अब लाइन बस्नु पर्दैन। सबैभन्दा खुसीको कुरा, सरकारले एक द्वार समयबद्ध र डिजिटल प्रणाली ल्याउँदैछ। यसको अर्थ के हो? अब नागरिकता बनाउन होस् वा व्यापार दर्ता गर्न, कर तिर्न होस् वा स्वास्थ्य सेवा लिन, तपाईले सरकारी कार्यालय धाएर फाइल बोकिरहनु पर्दैन। धेरैजसो काम नागरिक एपबाट घरमै बसेर हुनेछ। एक द्वार भनेको एउटै ठाउँबाट सबै काम फतै हुने सिस्टम हो। दोस्रो प्राथमिकता, जागिर माग्ने मात्र होइन, जागिर दिने बनाऊ। उत्पादन र स्टार्टअप। हाम्रो देश अहिलेसम्म आयात सामान किनेर ल्याउनेमा टिकेको छ, तर अब सरकारले स्टार्टअप नेपाल र टेक हबको घोषणा गरेको छ। नयाँ आइडिया भएका युवाहरूलाई व्यापार सुरु गर्न सजिलै बनाइनेछ। नेपाललाई प्राविधिक केन्द्र, टेक हब बनाएर सफ्टवेयर निर्यात गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। तेस्रो प्राथमिकता, छिटो यात्रा, आधुनिक सहर। बाटोघाटो बिना विकास सम्भव छैन। त्यसैले सरकारले पुराना आयोजनाहरूलाई छिटो सक्ने योजना बनाएको छ। पुष्पलाल माधव पहाडी लोकमार्ग। पुष्पलाल मध्य पहाडी लोकमार्ग हुलाकी राजमार्ग र बहुप्रतिष्ठित काठमाडौँ तराई द्रुत फास्ट ट्र्याकको काम सम्पन्न गर्नेछ। काठमाडौँको ट्राफिक जाम कम गर्न मास ट्रान्जिट र देशैभरि इन्टरनेटको गुणस्तर सुधार्न डेटा सेन्टर बनाइनेछ। चौथो प्राथमिकता, राजनीतिक मुक्त शिक्षा र नयाँ अवसर। विद्यालय विश्वविद्यालयहरूमा हुने राजनीतिक हस्तक्षेप अब बन्द गर्ने सरकारको योजना छ। अनुसन्धान केन्द्र, नयाँ कुरा पत्ता लगाउन वा आविष्कार गर्न चाहनेहरूका लागि राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्धन कोष बनाइनेछ। विशेष गरी पछाडि परेका क्षेत्रहरू कर्णाली, मधेस र सुदूरपश्चिम विशेष लगानी गरेर त्यहाँको जीवन स्तर सुधार्ने योजना छ। पाँचौं र अन्तिम प्राथमिकता, विदेशमा रहेका नेपाली र जलवायु पैसा। विदेशमा बस्ने नेपालीहरूसँग सहकार्य गरेर नेपाल सरकारले उनीहरूको सिप र पैसा नेपाल भित्राइनेछ। नेपालले वातावरण जोगाए वापत पाउने जलवायु वित्त, क्लाइमेट फाइनान्स ल्याउन अन्तर्राष्ट्रिय स्तरमा पहल गरिनेछ। यी प्राथमिकताहरू सुन्दा निकै राम्रा र आशा लाग्दा छन्, तर मुख्य कुरा भनेको यसको कार्यान्वयन हो। जेठ 15 गते आउने पूर्ण बजेटमा यी कुराहरूका लागि कति पैसा छुट्याइन्छ त्यो हेर्न बाँकी नै छ। तपाईलाई यी 5 प्राथमिकता मध्ये कुन चाहिँ सबैभन्दा बढी मन पर्यो? के डिजिटल नेपाल बन्ला त? आफ्नो विचार तल कमेन्ट गर्नुहोला। धन्यवाद।